हेलो साथीहरू, आज चाहिँ मेरो छोरो स्कुलबाट आउनु बित्तिकै पल्टिएर ठगेर आयो भन्दै अनि त्यसपछि के खाने छोरो भनेको रेड कलरको मोमो खाने अरे मेरो छोरो चाहिँ। रेड कलरको मोमो भनेको चाहिँ उसको हिसाबले चाहिँ चिल्ली मोमोलाई रेड कलरको मोमो भन्छ नि त। अनि त्यसपछि गएर मैले पनि कटिङ गर्न थालेँ पकाउनलाई। अनि त्यसको लागि सुरुमा चाहिँ टमाटर अनि क्याप्सिकम अनि खुर्सानी अनि के अरे प्याज यसरी नै कटिङ गरेँ। अनि मैले यसरी भिडियोमा देखाएको जस्तै नै गर्नुपर्छ है चिल्ली मोमोको लागि चाहिँ। मसिनो गर्नुहुन्न, यसरी नै ठुल्ठुलो गरेर काट्नुपर्छ, राम्रो पनि हुन्छ हेर्दाखेरि पनि। अनि त्यसपछि गएर लसुन पनि कटिङ गरेँ, लसुन र अदुवा गरिन्छ, तर मैले चाहिँ लसुन मात्रै गरेँ, अदुवा चाहिँ हालिनँ बाबुको लागि भनेर। यता बाबा पनि चाउमिनको लागि कटिङको लागि गर्दै हुनुहुन्छ। अब हाम्रो चाहिँ सानो होटल छ नि त, अनि उता ससुरा बाउ चाहिँ कटिङ गर्दै के अरे चाउमिन बनाउँदै हुन्छ। म चाहिँ अब होटेलमा अब जे देखेँ त्यही खाना मलाई जहाँ अगाडि गएपछि अनि यतिको मोमो पनि फ्राई भइसक्यो। गाडी खसाइरहेको। अनि त्यसपछि गएर मोमो निकालेर मैले फ्राइबिनमा फेरि तेल हालेर लसुन पुऱ्याउँदैछु। लसुन हालिसकेपछि अघि कटिङ गरेर राखेको सबै सामान मैले हालिदिएँ। अनि त्यसपछि एकछिन भुटेँ, एकदम सजिलो चाँडै पनि हुन्छ है यो चिल्ली मोमो चाहिँ, धेरै टाइम पनि नलाग्ने कि एकदम चाँडै पनि हुने मिठो पनि हुने। अनि त्यसपछि सफा पनि गर्दैछु, मलाई फेरि पकाउँदै सफा गर्नुपर्छ, फोहोरको देख्यो भने झ्याउ लाग्छ, जोस जाँगर हराउँछ फेरि काम गर्नलाई। अनि त्यसपछि गएर फेरि अनि मैले यो के भन्छ अरे पानी र यो चिल्ली के अरे ससलाई चाहिँ मैले के भन्छ अरे मिक्स गरेर राखेको थिएँ कि अलिकति पातलो बनाएको थिएँ ससलाई चाहिँ, किनभने सुक्खा हुन्छ नि त। अनि फेरि त्यसरी सोया सस अनि अलिकति नुन पनि हालिदिएँ स्वाद अनुसार। अनि त्यसरी एकछिन भुटेर अनि यो चाहिँ हाम्रो चिल्ली मोमो रेडी हुन्छ। बस चिल्ली मोमो यो चाहिँ दामी भएको थियो साथीहरू यो चाहिँ। अनि त्यसपछि छोरालाई पनि दिएँ, कस्तो भयो मिठो दामी भयो भन्दैछ, खाँदै मजाले खान्छ मेरो छोराले यो चाहिँ मोमो। चिनी हो सक्यो, बाई बाई।